वेलकम टु माई मिनी ब्लग गाइज। अनि हाम्रो चितवनमा चाहिँ निधारे टिलिलिल्ल टल्किने घाम लागिरहेको छ। साँच्ची भनेको के बाहिर हिँड्दा यति तातो राफ आइरहेको छ नि भगवान, कहिले होला म घरमा आनन्दले बसेर काम गर्ने जस्तो हुन्छ कि हो। के गर्ने, अर्काको जागिर गरेपछि जानै पर्यो, गएर काम गर्नै पर्यो। को हुनुहुन्छ म जस्तै 10 to 5 जबमा चाहिँ एकदमै फ्रस्ट्रेट भएर चाहिँ केही स्किलहरू सिक्दै चाहिँ अघि बढ्न चाहनुहुन्छ। आजभन्दा 6-7 महिना अगाडिदेखि नै मैले चाहिँ यही कुरा दिमागमा चाहिँ सोच्दै बस्थेँ। अनि फाइनल्ली मैले चाहिँ अहिले चाहिँ अनलाइन बिजनेस स्टार्ट गरेको छु, जहाँ मैले धेरै स्किलहरू सिक्दै चाहिँ हाई इन्कम जेनेरेट गरिरहेको छु। फर्स्ट अफ अल त म त थ्याङ्क यू सो मच भन्छु कि यो कम्पनी अनि मेरो अपलाइनमा हुनुभएको सर म्यामहरूलाई चाहिँ यति धेरै कुराहरू सिकाउनुहुन्छ, यति धेरै जे आफूले जानेको हुन्न सबै कुराहरू सिकाउनुहुन्छ। यति राम्रो यति ब्युटिफुल प्लेटफर्ममा चाहिँ म पहिले किन इन्गेज भइन होला जस्तो लाग्छ कि अहिले म्यामहरू आफूभन्दा सानो सानो एजको म्यामहरू चाहिँ कुन लेभलमा पुगिसक्नु भएको छ है। हेर्दाखेरि आमा उहाँहरूको पर्सनल ब्रान्डिङ कुन लेभलको भइरहेको छ। अनि पहिल्यैबाट हामी पनि जोइन भएको भए, म पनि जोइन भएको भए त अहिले कहाँ पुगिसक्थ्यो होला जस्तो लाग्छ। तर केही छैन, मैले चाहिँ फाइनल्ली बिजनेस स्टार्ट गरेँ। अब बिजनेस स्टार्ट गर्ने चाहिँ हजुरहरूको पालो है त गाइज। थ्याङ्क यू।